Hello guys, welcome back to my YouTube channel DGM Vlogs. म चाहिँ लङ टाइम पछाडि एउटा सर्ट कन्टेन्ट बनाउँदैछु। सो हामी चाहिँ अहिले रजबरादेखि अर्खा जोड्ने लुम्बिनी प्रदेशकै सबैभन्दा अग्लो झोलुङ्गे पुलनिर छु। म चाहिँ एकदम लामो छ पुल। म चाहिँ यो पुल टर्दाखेरि एकदमै डर लागिरहेको थियो। हेरौँ कति मिनेटमा पार गरिदो रहेछ गाइजहरु। सर लाएर हामी पुलनिर देखाउँदैछौँ। ओ माई गॉड, डेन्जर तल छ। ओ माई गॉड, ओ जाम जाम जाम। ओ हेलो क्यानन, तिमी जाऊ न राजा यार। ओ तिमी भन्छौ या भलक गर भाइ साले कुट्टा। हजुर गइबक्छु न। ओके, समय सुरु भएको छ। 1 मिनेट भइसक्यो। अब म जाँदैछु। पारी छ, यहाँबाट धेरै टाढा देखिन्छ। मोबाइल पनि खस्ला 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 जस्तो लाग्ने। यो पुलमा चाहिँ आज म फर्स्ट टाइम आएको। निर्माण त हुँदैछ, सम्पन्न चाहिँ भएको छैन। तैपनि हामी यसो हेर्न जाऊँ त भनेर आएको त साथै गयो बा। ओ माई गॉड, अब तलतिर हेर्ने हो भने अब अगाडि बढ्नै सकिन्न। सो पारी हेरेर भयो नि जानुपर्छ ल। ओ माई गॉड, ओ माई गॉड। यताउति यस साइडनिर चाहिँ जाली भइदिएको भए चाहिँ एकदम बेटर हुन्थ्यो। तर जाली चाहिँ बनाउँदै हुनुहुन्छ, निर्माण हुँदैछ। हो म यहाँ पर गइसके पछाडि म तलतिर पनि देखाउने छु है। म चाहिँ हिँडिरहेको छु नि, फेरि कुदिरहेको छु। 2 मिनेट भइसक्यो, आधा बाटो नि आएको छैन होला म। माई गॉड, तल हेर्नुपर्छ क्या हो। ओ माई गॉड, ओ नो 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 नो, क्या साह्रो तल हो। नो 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 नो, यतापट्टि हेरौँ। ओ नो नो नो, लास्ट गाह्रो छ। ओ क्रौ, पुल चाहिँ नलाउ ल। ओबी माई गॉड, मोबाइल हल्लाउनै गाह्रो भएको छ। यहाँदेखि पारी मजुवा भन्ने ठाउँ देखिएको छ। सौडा दादा गाउँ। क्यामेरा त राम्रो छैन है, फेरि क्वालिटी एकदम 0 हो। त्यही पनि यसो एउटा सानो कन्टेन्ट बनाऊ भनेर मात्रै हो। सो हामी चाहिँ यही बाटो हुँदै आएको। त्यहाँ माथिबाट अढेरी देखिरहेको छ। के छ क्यामेराम्यान मिस्टर, क्यामेराम्यान मिस्टर तुपेन्द्र बुढा। राम्री रहेछौ फुलभन्दा चाहिने जो जिन्दगानीमा। ओ माई बाटो खतरा छ। त्यहाँ पारी काम गर्ने मान्छेहरू हुनुहुन्छ। यो चाहिँ लामडाँडा हो। निकै 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 अग्लो अनि डरलाग्दो झलुङ्गे पुल। अग्लो भएर डर लागेको है, फेरि पुल डर लाग्दो होइन। चाहिने जो जिन्दगानीमा। हामी नीचे भी देखो यार, एक बार नीचे भी देखना है। ओ नो नो नो, ओ माई गॉड, ओ माई गॉड, माई गॉड। नीचे तो साला हम देख नहीं सकता है यार, देख नहीं सकता है। ओ माई गॉड, जाऊ जाऊ। ओ माई गॉड, निकै गाह्रो छ। तिम्रो दिलमा बस गर्ने हुकुम चाहियो, यो मा तिम्रै छ नाम खाली। लगभग 5-6 मिनट त यो पुललाई पार गर्न नै लाग्छ। 5-6 मिनटको समय चाहिँ।
म यस्तो फास्ट कुदिरहेको छु तलतिर नहेरेर फेरि तलतिर नहेरेर यसो पुलमा मात्रै हेरेर हिँडेको यतातिर खुट्टा फास्ट छिर्छ कि भन्ने डर पनि लाउँछ घरिघरि यहाँबाट फेरि सलक्क बिस्तारै फर्केर साथीहरूलाई पनि हेर्न मन लाग्यो कता हौ पारी हो माइ गड लास्ट अग्लो छ पुल चाहिँ जस्तो डरै लाग्दैछ यार माइ गड ओ नो 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 कस्तो हल्लेको पुल यस्तो हेर्नु त अटो हल्लिरहेछ हौ पुललाई हल्लाइसके पछाडि म हल्लिरहेको छु अनि क्यामेरा हल्लिरहेछ ओ त म तिम्रै छ नाम खाली टोलीमा थाम खाली लङ टाइम पछाडि आएको छु यो भिडियोलाई सायद हजुरहरू कसले हेर्दै हुनुहुन्छ सो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ सब्सक्राइब पनि गरिदिनु भएको छ सब्सक्राइब गरिदिनु हुने सम्पूर्णलाई हृदयदेखि नै धेरै धेरै धन्यवादका शब्दहरू बोल्न चाहन्छु है म चाहिँ पारीबाट वारी आइसकेँ अब 6 मिनट भइसक्यो 1 मिनट त म बिचमा यताउति गर्दा लाग्थ्यो होला 5 मिनट त कन्फर्म लाग्छ फेरि त्यस्तो हो है गाजहरू अघि उता जाँदाखेरि डेन्जर डर लागिरहेको थियो अहिले त डरै लाग्दैन त यार के हो तल फेरि कति तल छ कि लास्टै तल डरै लाग्ने छ यार माइ गड ओ नो